होसियार हुनुहोस्। आज 80% मण्डलीका अगुवाहरू सतावटदेखि बाँच्नका लागि यिनीहरूले संसारसँगको सम्झौता गरिरहेको छ। यिनीहरू डरपोक छ हजुर। त्यो डरले गर्दाखेरि आज यिनीहरूले ठुला के अरे संस्थाहरू खोजिरहेको छ हजुर। ठुला संसारको मानिसहरूसँग मित्रता गाँसिरहेको छ ताकि त्यो सतावटदेखि बाँच्नका लागि। तर परमेश्वरको त वचनले भन्छ तिमीहरूलाई मेरो निम्ति तिमीहरूले कुटाइ खानेछौ, थुकाइ खानेछौ, त्यति मात्र होइन तिमीलाई जेल हालिनेछ, त्यति मात्र होइन तिमीलाई मारिने पनि छ। तर त्यो मानिस धन्य क्यों। तर आजको समयमा 80% अगुवाहरूले हजुर त्यो कुरोबाट बाँच्नका लागि डरपोकहरू भएर हजुर संसारसँग सम्झौता आज राजनीतिहरू गरिरहेको छ, राजनीतिमा हिँडिरहेको छ। अनि बाहिरको सम्झौता राजनीति गरेको कारणले गर्दा यिनीहरूले मण्डलीभित्र पनि राजनीति ल्याइरहेको छ, मण्डलीभित्र हजुर कुटनीति चलाइरहेको छ। होसियार, आज तपाईँ मण्डली परमेश्वरमा विश्वास गर्नुभयो परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि। तर तपाईँको नेतृत्व गर्ने अगुवाले गर्दाखेरि तपाईँ पनि दोस्रो मृत्युतिर पछि नजानुहोस्। होसियार हुनुहोस्, किनकि आजको समयमा यिनीहरूले आफूलाई बचाउनको लागि पहिल्यैबाट यिनीहरूले ठुलो संस्थाहरू खोजिरहेको छ, राजनीतिमा पसिरहेको छ, राजनीति गरिरहेको छ, संसारसँग सम्झौता गरेर आजको समयमा मण्डली बेचिरहेको छ। होसियार, तपाईँ बिक्री हुनुहुँदैछ, तपाईँलाई बेचिरहेको छ, मोलभाव गरिरहेको छ तपाईँलाई। किनकि परमेश्वरको वचनले भन्छ यिनीहरू नै परमेश्वरको राज्यमा प्रवेश गर्ने छैन। तर तपाईँ प्रवेश गर्नुहोस्, होसियार हुनुहोस्। किनकि यहाँ प्रकाशित वाक्यको पुस्तकले भन्छ हजुर 21 अध्यायको 8मा डरपोकहरू हजुर 1 नम्बरको डरपोकहरू छ 80% अगुवाहरू। यिनीहरू एकदमै डरपोक छ, सानो कुरादेखि यिनीहरू डराउँछ हजुर। यिनीहरू डराउँछ, परमेश्वरको निम्ति यिनीहरू सेक्रिफाइस गर्दैन हजुर। पहिल्यै बाँच्नको निम्ति यिनीहरूले योजनाहरू रच्ने गर्छ। अविश्वासीहरू यिनीहरूले विश्वास गर्दैन, जीवित पवित्र परमेश्वरलाई नै विश्वास गर्न सक्छ, मण्डलीलाई के विश्वास गर्छ हजुर। अनि यहाँ लेख्दछ घिनलाग्दा भएका हत्यारा, यिनीहरू मानिसहरूको हृदयलाई दुखाउने काम गर्छ, यिनीहरू हत्यारा हुन्। यिनीहरूले राजनीति गराएको छ मण्डलीभित्र, किनकि यिनीहरूलाई अलरेडी संसारमा राजनीति गरेको कारणले गर्दाखेरि हजुर। बेविचार 80% मण्डलीका अगुवाहरू बेविचारी छ, 80% पास्टरहरू बेविचारी छ। होसियार हुनुहोस् मण्डली, होसियार हुनुहोस्। यहाँ भन्छ जादुगर, यिनीहरू जादुगरहरू, एउटा विश्वासीलाई उचाल्छ अर्को विश्वासीलाई थेचार्छ, संसारसँगको सम्झौता गर्छ, यता विश्वासीलाई मक्ख बनाइरहेको हुन्छ। होसियार, यिनीहरू जादुगर भन्दा कम्ती होइन, यिनीहरू जादुगर नै हो। यिनीहरू मूर्ति पूजाहरू, यिनीहरूले मूर्ति पूजा, यिनीहरू झुट्टो बोल्छ। हेर्नुहोस् त कस्तो झुट बोल्छ यिनीहरू, झुट्टाहरू छन् 80% अगुवाहरू। होसियार हुनुहोस्, यिनीहरूले झुट्टा बोलेर आज मण्डलीमा यिनीहरूले उधुम मचाइरहेको छ, संसारसँगको मित्रता गरिरहेको छ, राजनीति गरिरहेको छ, मण्डलीभित्र कुटनीतिहरू चलाइरहेको छ हजुर। यिनीहरूको दोस्रो मृत्यु हुनेछ दन्किने कुण्डमा। होसियार हुनुहोस्, एउटा अन्धाले अर्को अन्धालाई दोहोऱ्याउन सक्दैन। तपाईँको मण्डलीको अगुवा कस्तो छ, झुट्टा बोल्ने छ कि, डरपोक पो छ कि, बेविचार पो छ कि हजुर, जादुगरी गर्ने काम पो छ कि हजुर, एउटालाई उचाल्ने, एउटालाई थेचाल्ने, एउटालाई चिप्ले धस्ने हजुर, यस्तो पो छ कि। होसियार हुनुहोस्, किनकि आजको समयमा 80% मण्डलीका अगुवाहरू हजुर राजनीतिभित्र राजनीति गरिरहेको छ। यिनीहरूले ठुलो संस्थाहरू खोजिरहेको छ, यिनीहरूले ठुलो मान्छेहरूसँग सम्झौता, संसारसँग सम्झौता गरिरहेको छ। यो परमेश्वर बाइबलले अनुमति दिँदैन। बाइबलले एउटा अनुमति दिन्छ, साँचो र सत्य कुरो बोल्न अनि गर्न हजुर। बाइबलले जे मना गरेको छ त्यो गर्नु हुँदैन भनेको छ, त्यो गर्नु हुँदैन। तर 80% अगुवाले बाइबलले नगर भनेको कामै गरिरहेको छ। हुन्छ, यहाँ सबैलाई जय मसीह। साँचो र सत्य कुरो हजुर, पुरा तितो छ, तपाईँलाई असल लागे अवश्य नै भिडियोलाई सेयर गर्नुहोस्। किनकि आजको समयमा माथिबाट होइन मुनिबाट आफै उम्रेका 80% अगुवाहरू छ, जसको परमेश्वरबाट बोलावट होइन, जो परमेश्वरबाट अभिषेक होइन, आफै तेल घसेर पास्टर बनेर रेभरेन्ड बनेर कुदिरहेको छ। होसियार हुनुहोस् यिनीहरूदेखि। आज यिनीहरूले तपाईँलाई स्वर्ग पुर्याउने होइन, नर्गतिर चाहिँ पक्का लान्छ। त्यही कारणले गर्दाखेरि तपाईँ होसियार हुनुहोस्, बाइबल अध्ययन गर्नुहोस्, बाइबल मुताबिक तपाईँको पास्टर कस्तो छ उसको जीवनशैली थाहा गर्नुहोस्, कस्तो जिउँदछ, उसले के गर्दछ, कोसँगको मित्रता छ तपाईँले थाहा पाउनुहुन्छ, किनकि तपाईँको नजिक हुनुहुन्छ। हुन्छ, यहाँ सबैलाई जय मसीह। सन्देश असल लागे अवश्य नै भिडियोलाई हजुर सेयर गर्नुहोस्।